हेलो गाइज नमस्ते 90 डे च्यालेन्जको आज चाहिँ डे 5 अनि डे 5 मा म आज यहाँ आएको छु जनता अटो पार्ट्समा। अनि यहाँ चाहिँ मेरो एकजना साथी हुनुहुन्छ स्कुलदेखिको साथी। अनि उहाँ यति काइन्ड यति सरल हुनुहुन्छ कि उहाँको अगाडि मैले अलिकता सभ्य भएर बस्नुपर्ने हुन्छ कि एउटा डिसिप्लिनमा बस्नुपर्ने हुन्छ होइन। को हुनुहुन्छ त उहाँ साथी, उहाँलाई देखाउँछु त। स्वागत छ दोस्त। धन्यवाद तपाईँलाई धेरै धेरै। नभएको तारिफ तपाईँले गरिदिनु भयो, त्यो चिज हजुरमा लागु हुन्थ्यो। त्यसो मलाई भनिदिनुको भएकोमा अब तपाईँको गुण चुकाउन मलाई मुस्किल हुन्छ। उहाँ जस्तो अब हाम्रो हिरा भनौँ न, एकदमै हम्बल पर्सन, एकदम मेहनती होइन। त्यसपछि लिएर सायद यस्तो मान्छे अहिलेको समयमा पाउन मुस्किल हुन्छ। अनि उहाँ चाहिँ एकदम तारिफ गर्नलाई कुनै शब्द कमी हुन्छ। अनि मैले जुन स्टेप लिएको छु नि यो 90 दिन च्यालेन्ज, हजुर, यसमा के भन्नु छ तपाईँले? यसलाई के भन्नु यार, तपाईँले अग्रिम शुभकामना दिन चाहन्छु। तपाईँले यो च्यालेन्जलाई पुरै सक्नुहुनेछ भनेर र यसबाट एउटा राम्रो रिजल्ट निकालेर सबै सामु प्रस्तुत गर्नु होला। एउटा प्रेरणाको स्रोत बन्न सक्नुहुन्छ। तपाईँलाई धेरै धेरै बधाई छ, राम्रो डिसिजन लिनुभएको छ। थ्याङ्क यू। म के कुरा सोध्छु है त, हजुर, मैले अहिलेसम्म तपाईँलाई देखेको होइन, सानैदेखि देखिरहेको छु। यति काइन्ड यति शान्त हुनुहुन्छ होइन। तपाईँ कहिले रिसाउनु हुँदैन क्या। अनि कहिले काहीँ यदि रिसाइहाल्नु पऱ्यो भने अनि अनुमति मागेर म रिसाइरहेको छु एकछिन रिसाउँछु है भनेर रिसाउनुहुन्छ कि के गर्नुहुन्छ? खासमा गर्दाखेरि एउटा पेपर लिने हो, कलम लिने हो, यस विषयमा भनेर निवेदन लेख्ने हो होइन। रिसाउन चाहन्छु भनेर एकदम लामो एउटा कन्ट्र्याक्ट पेपर साइन गरेर उताबाट चाहिँ रिसाएर पनि के हुन्छ नि त्यसको रिस्पोन्स चाहिँ एप्रुभल होस् भन्ने त्यो हिसाबले जान्छु भनेर भन्न चाहन्न। त्यो हो के होइन। खासमा भन्नु पर्दाखेरि अब के भने स्ट्रेस लिनु भएन कुनै कामलाई, बस गर्नु पऱ्यो होइन, फ्रिली गर्नु पऱ्यो। अब हाम्रो प्रयास गरौँ, एटलिस्ट प्रयास गरौँ। प्रयास गरेर भएन भने चाहिँ फेरि ट्राई गरौँ, फेरि गऱ्यो भने चाहिँ फेरि गर्दा गर्दै एक न कन्सिस्टेन्सी चाहियो, कन्सिस्टेन्सी चाहिँ चाहियो। प्र्याक्टिसमा आउनु पऱ्यो। अनि तपाईँ पत्रकार चाहिँ कहिलेदेखि बन्नुभएको त्यो भनिदिनुहोस् यार। म पत्रकार होइन यार, भर्खर होइन तपाईँले थाहा पाइसक्नुभयो कि ऋषि धमालाले पत्रकारिता छोडिसक्यो भनेर होइन। त्यसको प्रतिफल उहाँ चाहिँ एकदम मोटिभेटेड भएर ऋषि धमालाबाट अब पत्रकारिता गर्दै हिँड्नु भएको छ टिकापुर। उहाँले अब चुनावमा उठ्न मात्र बाँकी छ। भन्नु जनता जान्न चाहन्छन् भन्नुहोस्। अब जनता जान्न चाहन्छन् बताइदिनुहोस्। उहाँको कोही फेला नपर्नु होला, उहाँ पत्रकार बनिसक्नु भएको छ होइन। मान्छेहरू कस्तो स्ट्रेसमा हुन्छन्, कति मतलब कि अलिकता हजुर हुन्छ नि त। हजुर, तर तपाईँ सजिलै त्यो कुरालाई गर्नुहुन्छ कि यति शान्त हुनुहुन्छ, कुनै रियाक्टै गर्नुहुन्न क्या। त्यो के छ तपाईँको त्यो पनि मैले पनि एकचोटि 90 दिनकै च्यालेन्ज लिएको थिएँ। एक्सेप्ट गरेको थिएँ, त्यहाँबाट मैले सिकेर जे होस् अब त्यसको आउटपुट भनेको यही हो कि अब शान्त रहने होइन, त्यो प्र्याक्टिस गर्नु पऱ्यो। तपाईँले पनि जे होस् गर्दै हुनुहुन्छ, देर आए दुरुस्त आए, त्यसमा तपाईँ सफल हुनुहोस्। त्यही त हो भन्न चाहन्छु अहिले। ल ठिक छ। मैले पसलको बारेमा पनि भनिदिनु न त। पसलको बारेमा अब भन्नलाई के हो छ र त, अब तपाईँ नै भनिदिनुहोस् तपाईँको मुखबाट होइन। हाम्रो चाहिँ यो जनता अटो पार्ट्स, हाम्रो प्रोप्राइटर दीपक सर। अनि तपाईँहरूलाई ई रिक्सा, त्यसपछि हाम्रो कुनै पनि मर्मत गर्नु पर्यो, रिक्साहरू, इलेक्ट्रिक स्कुटीहरू केही पनि चाहिएको छ भनेपछि यहाँ आएर सम्पर्क गर्नुहुन्छ। सुपथ मूल्यमा हाम्रो डी सरले मिलाएर दिनुहुन्छ। मर्मत गर्नु पर्यो भने पनि सम्झिनु होला, सबै अलराउन्डर काम हुन्छ यसमा। हामी मौका मिल्यो भने फेरि अर्को डेमा फेरि भेट्नेछौँ। आजको लागि लास्ट अन्तिम लाइन फेरि सुन्न चाहन्छु। अब आजको दिन शुभ रहोस्, भोलिको दिन अझै शुभ रहोस्। बस हस्, थ्याङ्क यू, धन्यवाद तपाईँलाई मलाई यसरी चाहिँ समय मिलाएर चाहिँ यसरी भिडियो खिचिदिनु भएकोमा। र तपाईँलाई अब भन्नलाई शब्द चाहिँ कमै पर्छ। धन्यवाद। फेरि भेट्नेछौँ है त। बाई बाई।